म चाहिँ यो रोटीको केक गर्नेवाला छु, सो लास्टसम्म हेरिदिनु होला। हेलो गाइज, वेलकम छ तपाईँलाई आजको मेरो डेट मिनी ब्लगमा। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म नि एकदम ठिक छु। आज चाहिँ सन्डे अनि हामी चाहिँ घुम्न आएको, किनकि कुनै नि विक्समा होला हामीले नछोडेको हो यो सन्डेमा घुम्न। त समयमै घुम्नुपर्छ नि, पछि गएर टाइम नमिल्न नि सक्छ। र मेरो छुट्टी भयो नि, हाम्रो नानीको चाहिँ छुट्टी हुन्न, किनकि पसलले हुनु त छुट्टी त हुने कुरै भएन। र त्यसपछि म ड्याडीसँग रुममा गएँ, किनकि मलाई खाना बनाउनु थियो। हाम्रो मम्मी चाहिँ तरकारी बनाउँदै हुनुहुन्थ्यो, मैले चाहिँ रोटी हालेँ। अनि त्यहाँपछि मैले भन्थेँ नि रोटीको के भन्छु भनेर, त यही नै हो। अनि यसलाई के बासी रोटी जति बासी भयो नि यस्तरी फ्राई गऱ्यो भने त यस्तो मिठो हुन्छ। यसमा चिनी र नुन एड गर्नुपर्छ, खोइ हुन्छ। त्यसपछि हामीले यो बनाएर चाहिँ खायौँ। अनि म चाहिँ नानीलाई बिटिएसको फोटो दिन्न, नानु आज यता टङ्गाउँछु भनेको थिएँ कि हुन्छ, तर म धेरै दिन यतिको लागि मात्रै दिन्छु भने मैले भने उताबाट यता पनि गर्नुपर्छ नि त, दिनु न भने। सो फाइनली नानीलाई चाहिँ दिल्नु भयो। अनि मैले चाहिँ त्यसपछि यो काम चाहिँ रेडी गरेँ। अनि त्यसपछि चाहिँ मैले यो फोटोलाई पिनले टङ्गाएँ, किनकि अब फोटो बिग्रियो भने नानुमा देखि रिसिनुहुन्थ्यो। अगाडि नै भन्नुभएको थियो नि त, फोटो नबिगार्नु है भनेर। त्यसपछि मैले मागेर टङ्गाएँ र अहिले आएर मलाई लाग्यो कि यहाँको काम चाहिँ सकियो भनेर। र थ्याङ्क यू सो मच साथीहरू, तपाईँले यहाँसम्म हेरिदिनु भएकोमा। र आजको लागि यति नै। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ न, सो बाई।